नमस्कार। ड्रिम कोरिया इपिएस च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। आज हामी कोरियन भाषा प्रशिक्षणको पहिलो दिनको कक्षा लिएर उपस्थित भएका छौं। हामीले यस च्यानलमा निशुल्क कोरियन भाषा प्रशिक्षण गराउने उद्देश्यले यो क्लासहरु व्यवस्था गरेका छौं। हामी यस कक्षामा विभिन्न दिनहरुमा विभिन्न क्लासका विभिन्न भागहरु विभिन्न एपिसोडहरु अपलोड गर्दै जानेछौं। तपाईहरुले यहीबाट पनि निशुल्क रूपमा कोरियन भाषा सिक्न सक्नुहुनेछ। आज हामी पहिलो दिनको कक्षा लिएर उपस्थित भएका छौं। पहिलो दिनको कक्षा भन्दै गर्दा हामीले कोरियन भाषा शून्यदेखि अथवा भनौं जिरो बिल्कुलै जिरोदेखि भने सिकाउने छैनौं। म पहिलो दिनको यहाँनिर क्लास सिकाउँदै गर्दा तपाईहरुलाई सुरुमै के कुरा भन्न सक्छु भने यदि तपाईहरुले कोरियन अक्षरहरु कोरियन अल्फाबेटहरु भावेल र कन्सोनेन्ट सबै चिन्नु भएको छ र लेख्न जान्नु भएको छ भने मात्र यहाँदेखि तपाईले क्लास हेर्नु भयो भने तपाईहरुले क्लास बुझ्न सक्नुहुन्छ। हैन भने तपाईहरुले अक्षर यदि चिन्नु भएको छैन र यो क्लास हेर्दै हुनुहुन्छ भने तपाईहरुले नबुझ्न सक्नुहुन्छ। त्यसैले म सबैभन्दा सुरुमा के अनुरोध गर्छु भने अक्षर चाहिँ तपाईहरुले हेरेर चिन्न र लेख्न सक्ने भएर यो एपिसोडमा आउनु भयो भने तपाईहरुलाई उपयुक्त हुन्छ। सुरु चाहिँ एकदमै सुरु हो, तर यो भन्दा अगाडि भनेको अक्षर लेख्न र पढ्न सिकाइन्छ। त्यो कुरो चाहिँ यहाँ गरिदैन। त्यो कुरो चाहिँ तपाईहरुले आफैले पनि गर्न सक्ने भएको कारणले त्यो एकदमै सामान्य कुरो भएको कारणले त्यहाँदेखि गराउँदाखेरि चाहिँ थुप्रै मान्छेहरुलाई त्यो चिज चाहिँ एकदमै धेरै बेसिक हुने भएको कारणले हामी चाहिँ उच्चारणको नियमदेखि एकैचोटी उच्चारणको नियमदेखि मात्रै कक्षाहरु यहाँ हामी अपलोड गर्नेछौं। अब तपाईहरुले त्यही अनुसारले हेर्नु भए उपयुक्त हुन्छ। आज हामी उच्चारणका केही नियमहरु सिक्नेछौं। कोरियन भाषामा 4 वटा यस्ता खालका अक्षरहरु छन् जुन अक्षर चाहिँ कुनै पनि शब्दको सुरुवातमा आइदियो भने त्यस अक्षरको उच्चारण फरक भइदिन्छ। अर्थात् लेखिए अनुसार उच्चारण भइदैन। हेर्दाखेरि एउटा चीज देखिन्छ तर उच्चारण फरक चीज भइदिन्छ। जस्तै हामी 4 वटा 30 अक्षरहरुको बारेमा आज चर्चा गर्नेछौं। ती अक्षरहरु रहेका छन् ग, द, ब अनि ज। है यी 4 वटा अक्षरहरुको बारेमा चाहिँ हामी आज यस क्लासमा डिस्कस गर्नेछौं। पहिलो अक्षर रहेको छ ग। यदि यो अक्षर कुनै पनि शब्दको सुरुवातमा आइदिन्छ भने यसलाई ग उच्चारण गर्न पाइदैन अथवा ग उच्चारण गर्नु गलत हुन्छ। यसलाई ख भनेर उच्चारण गर्नुपर्ने हुन्छ। जस्तै उदाहरणमा दिए जस्तै हेर्दाखेरि यो गोगी लेखिएको भए पनि यसलाई खोगी भन्नुपर्ने हुन्छ है। त्यस्तै अर्को हेर्दाखेरि गागु भनेर लेखिएको छ तर त्यसलाई खागु भन्नुपर्ने हुन्छ। सुरुवातमा आएको गलाई हामीले ख भनियो तर त्यसपछि आएकोलाई चाहिँ ग नै भन्नुपर्ने हुन्छ। यहाँ सुरुवातमा पनि गोगी भनेको थियो त्यसलाई हामीले खोगी भन्यौं। सुरुकोलाई ख बनायौं, पछिको गलाई जस्ताको तस्तै छोड्दियौं। त्यसपछि दोस्रोमा पनि हामीले गागु भनेको लेखेको थियो तर त्यसलाई खागु भनियो। भनेको पहिलो अक्षरलाई गलाई ख बनाइयो, दोस्रो अक्षर जस्ताको तस्तै दोस्रो अथवा पछाडिको अहिले हामी कुरा गरेका छैनौं। पहिलोको मात्रै कुरा गरिएको छ। पहिलो चाहिँ ख भयो। त्यस्तै अर्को उदाहरणमा हेर्नुस् खागे भयो है त्यो अक्षर चाहिँ खागे भयो। त्यस्तै अर्को हेर्नुस् खिगान भयो। पहिलो अक्षर चाहिँ यदि ग आयो भने त्यसलाई ख भनेर उच्चारण गर्नुपर्छ। त्यस्तै अब द को बारेमा कुरा गरौँ। यदि द अक्षर चाहिँ कुनै पनि शब्दको सुरुवातीमा आइदियो भने त्यसलाई द को सट्टामा थ भनेर उच्चारण गर्नुपर्ने हुन्छ। थ है जस्तै यहाँ हेर्दाखेरि दोरो भनेर लेखिएको छ तर यसलाई थोरो भन्नुपर्यो। थोरो भन्नुपर्यो। थ भन्नुपर्यो। थोरो भन्नुपर्यो। अर्को हेर्नुस् त दासी भनेर लेखेको छ तर त्यसलाई थासी भन्नुपर्यो। दलाई थ भन्नुपर्यो। थासी भन्नुपर्यो। त्यसपछि अर्को हेरौँ दाछिदा भनेर लेखेको छ। दाछिदा भनेर लेखेको छ
त्यसलाई हामीले थाचिदा भन्नु पर्यो। थाचिदा भन्नु पर्यो। थाचिदा भन्नु पर्यो। त्यस्तै अर्को अक्षर रहेको छ ब। यदि ब पनि कुनै शब्दको सुरुवातमा आइदिन्छ भने त्यसको उच्चारण फेरिन्छ। त्यसलाई पनि ब नभनेर फ भन्नुपर्ने हुन्छ। फ भन्नुपर्ने हुन्छ है। बको सट्टामा फ उच्चारण हुन्छ यदि यो अक्षर चाहिँ शब्दको सुरुवातमा आइदियो। जस्तै बादा लेखेको छ, हामीले फादा भन्नुपर्ने। बोदा लेखेको छ, हामीले फोदा भन्नुपर्यो है। अनि बेउदा भनेको छ, हामीले फेउदा भन्नुपर्यो है। भनेको सुरुवातमा आउँदाखेरि फेरिने भयो त्यसको उच्चारण। त्यस्तै अर्को अक्षर रहेको छ ज है। ज पनि कुनै पनि शब्दको सुरुवातमा आइदिन्छ। ज अक्षर कुनै पनि शब्दको सुरुवातमा आइदिन्छ भने त्यसको उच्चारण पनि छ भएर जानेछ। छ। जस्तै जादा लेखेको छ, त्यसलाई हामीले छादा भन्नु पर्यो। छादा भन्नु पर्यो है। जारी लेखेको छ, त्यसलाई छारी भन्नु पर्यो। जारी लेखेको छ, छारी भन्नु पर्यो। यी चारवटा अक्षरको चाहिँ यदि यी चार अक्षर कुनै पनि शब्दको सुरुवातमा आइदिन्छन् भने यिनीहरूको उच्चारण फेरिन्छन्। यो कुरालाई ध्यान दिनुहोला, अभ्यास गर्नुहोला। हामी अर्को भागमा फेरि भेट हुनेछौँ।